हेलो साथीहरु, स्वागत छ आजको यस भिडियोमा। र यो भिडियो चाहिँ मैले लिएर आएको छु तपाईहरुको लागि यातायात व्यवस्था कार्यालय धनगढीको तर्फबाट। र यहाँ चाहिँ रहेको छ 2082 साल 1 महिना 11 गते प्रकाशित भएको यो सूचना जो चाहिँ लिखित परीक्षाको लागि रहेको छ। लिखित परीक्षामा तपाईको मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र हेभी इक्विपमेन्टको लागि नयाँ सवारी चालक अनुमति पत्र तथा ट्र्याक्टर र पावर टिलरबाट माथि उल्लेखित वर्गहरुमा चाहिँ जानलाई जसले चाहिँ ट्र्याक्टर र पावर टिलरमा चाहिँ लाइसेन्स प्राप्त गरिसक्नु भएको छ र उहाँहरुले चाहिँ नयाँ थप गर्दै हुनुहुन्छ। जस्तो कि ट्र्याक्टरको पहिल्यै भइसकेको र अब फेरि बाइकको बनाइरहनु भएको, जीपको, कारको, भ्यानको तिनीहरु बनाइरहनु भएको छ भने तपाईहरुले चाहिँ लिखित परीक्षा दिनुपर्छ। पहिला तपाईसँग लाइसेन्स छँदै दिनुपर्छ भन्ने पर्छ या पर्दैन भन्ने आशंका छ भने त्यो चाहिँ अवश्य दिनै पर्छ हैन। जोसँग ट्र्याक्टर र पावर टिलरको लाइसेन्स छ उनीहरुले चाहिँ लिखित परीक्षा दिनै पर्ने हुन्छ है त। त्यही भावनाले आवेदन 2080 देखि 80 जो चाहिँ चैतको 28 गतेदेखि लिएर 2082 1 महिना 12 गतेसम्ममा चाहिँ जसले चाहिँ यस धनगढीको चाहिँ यातायात कार्यालयमा आएर बायोमेट्रिक यानी कि भिजिट गर्नुभएको थियो, यानी कि राजस्व कटाउनु भएको थियो, उहाँहरुले चाहिँ यसमा चाहिँ परीक्षा दिनुपर्ने छ। लिखित परीक्षा कति बेला कहिले कहाँ हुनेछ भनेपछि लिखित परीक्षा 2082 वैशाख 18 गते बिहीबार दिउँसो 3 बजेदेखि हुनेछ र स्थान भनेको धनगढी यातायात कार्यालयकै एउटा हल बनाएको छ, परीक्षा हल, त्यही चाहिँ हुनेछ। र अर्को शिफ्ट हुनेछ 2082 साल वैशाख 19 गते शुक्रबार दिउँसो 3 बजेदेखि सुरु हुनेछ। र चाहिँ परीक्षामा आउँदाखेरि हामीले के लिएर आउने भन्ने कुराहरु पनि एकदम स्पष्ट हुन जरुरी छ। यदि त्यो भइएन भने परीक्षामा चाहिँ बस्न दिइदैन। लिखित परीक्षामा सहभागी हुने परीक्षार्थीले सञ्चालन हुनुभन्दा कमसेकम 30 मिनेट अगाडि चाहिँ परीक्षा केन्द्रमा चाहिँ उपस्थित भइसक्नु पर्यो। साथसाथै परीक्षा सञ्चालन भएको 5 मिनेट पश्चात ढिलो आउने विद्यार्थीलाई या परीक्षार्थीलाई चाहिँ परीक्षामा समावेश गरिने छैन भनेको छ। लिखित परीक्षा दिन आउँदाखेरि सक्कलै नेपाली नागरिकता वा राष्ट्रिय परिचय पत्र वा मतदान परिचय पत्र वा सवारी चालक अनुमति पत्र र सक्कल राजस्व तिरेको रसिद सहित उपलब्ध हुनुपर्ने छ। तपाईसँग सक्कल नेपाली नागरिकता भए पनि हुन्छ, राष्ट्रिय परिचय पत्र भए पनि हुन्छ, मतदान परिचय पत्र भए पनि हुन्छ, या फेरि लाइसेन्स सक्कलै छ भने पनि भइहाल्छ। यदि पुरानो लाइसेन्स हुन्छ नि त कसैसँग जस्तो ट्र्याक्टरको पुरानो लाइसेन्स छ भने तपाईले बाइकको लागि दिन पाउनुभयो है। त्यो दुईटै लिएर आउने र राजस्व तिर्नु भएको हुन्छ त्यो राजस्व तिरेको सक्कल लिएर आउने। त्यति भएपछि तपाईले दिन सक्नुहुन्छ। र तोकिएको मिति र समय बाहेक अन्य समयमा लिखित परीक्षामा समावेश गरिने छैन भनेको छ। र अब यसमा चाहिँ सिम्बल नम्बर अनुसार, एप्लिकेन्ट आइडी अनुसार, रोल नम्बर अनुसार यसको सूचना चाहिँ अब अर्को सूचनामा चाहिँ आउने गर्छ। त्यतिन्जेल चाहिँ तपाईहरुले चाहिँ यसो सूचना कहाँबाट आउँछ, केबाट आउँछ भन्ने कुराहरु चाहिँ हेरिराख्नु पर्यो। सकेसम्म हामीले यसै युट्युब च्यानलमा तपाईहरुलाई चाहिँ अबको शिफ्ट कति बजेदेखि कति बजे कुन कोठामा पर्ने भन्ने कुराको भिडियोज लिएर आउँछौं। त्यतिन्जेल चाहिँ हाम्रो यस युट्युब च्यानललाई सब्स्क्राइब गरेर बस्नु होला र भिडियोजहरु हेर्दै गर्नु होला। र लिखित परीक्षाको लागि के कस्ता क्वेशन्सहरु आउँछन् भन्ने कुराहरु पनि हामीले यस युट्युब च्यानलमा थुप्रै हालेका छौं, त्यसलाई पनि हेर्नु होला र आफ्नो लिखित परीक्षाको तयारी चाहिँ विशेष ध्यान दिनु होला। र सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु है त। सबजना चाहिँ पास हुनु होला।